हेलो गाइज आजदेखि चाहिँ मैले भ्लगिङ सुरु गरेँ। सो यसको कारण चाहिँ के हो भन्दाखेरि यो मेरो चाहिँ के भइरहेछ भन्दाखेरि यो काम र जुन स्टडीमा छ त्यसमा चाहिँ ब्यालेन्स भइरहेको छैन कि कामले गर्दाखेरि यता स्टडी पनि ह्याम्पर भइरहेछ। सो आजदेखि चाहिँ कसरी ह्याबिट चेन्ज गर्ने त भनेर मैले चाहिँ 90 डेजको च्यालेन्ज लिएर आएको छु। सो 90 डेजसम्म चाहिँ मैले कसरी गर्नेछु त भन्दाखेरि यो वर्क र प्लस स्टडीलाई ब्यालेन्स गर्ने र ह्याबिटहरूलाई चाहिँ चेन्ज गर्ने जुन अहिले भएको ब्याड ह्याबिटहरू छ त्यसलाई चाहिँ चेन्ज गर्दै लाने कोसिस गर्नेछु। सो मलाई चाहिँ यो जर्नीमा साथ दिनु होला। सो अहिले चाहिँ म उठिसकेको छु, अब काममा जानलाई रेडी हुनुपर्ने हुन्छ। सो गेट रेडी। सो काम निस्किनु अब चाहिँ रेडी भइसक्यो। अब चाहिँ अब काममा जाउँ होइन। अहिले चाहिँ फेरि आज पानी परिरहेछ, बाहिर पानी सिमसिम पानी परिरहेछ। बिहान चाहिँ अलिक ठुलै परिरहेछ। सो गाइस अहिले चाहिँ मेरो छुट्टी भइसकेको छ। सो छुट्टी भइसक्यो, कामबाट चाहिँ अब निस्केँ। अब चाहिँ रुममा जान्छु। अहिले चाहिँ म बौद्ध एरियामा छु। सो यो चाहिँ बौद्ध एरिया हो। सो अब मोस्टली म चाहिँ हिँडेरै जान्छु कामबाट छुट्टी भएर। यहाँबाट नारायण दर्शन हिँडेर जाने हो। अनि त्यसपछि चाहिँ फेरि बाइकमा जानुपर्ने हुन्छ। त्यहाँ चाहिँ बाइक साथीकोमा राखेको छु कि मैले, त्यही भएर। अन्त क्यामेरा त फेरि राम्रो छैन नि त। यो मेरो एन्ड्रोइड मोबाइल हो, खासै क्यामेरा राम्रो छैन। कोही पनि अब यसो खिचिदिएको लाइटिङ मिल्यो भने त ठिकै हो, लाइटिङ मिलेन भने चाहिँ खत्तम हुँदो रहेछ।